हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी सप्राई गर्ने तयारीमा छौँ। नन्दा चाहिँ अब कपडा सपडा राख्ने सप्राई लाग्छ भन्छन्। गाइज अब चाहिँ कामतिर जानु पऱ्यो। बिहान पाइप साइप बिछाइसकेका छौँ, पुरै रेडी भइसकेको छ। उता छ उता 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 दुईजना सप्राई गर्नुपर्छ गाइज। एकजना चाहिँ दाया गर्छन्, एकजना चाहिँ म गर्छु। भर्खर भर्खर सिकेको छ सप्राई गर्न। हल्का फुल्का सप्राई गर्न आउँछ, त्यति साह्रो त आउँदैन, तर जे जस्तो पनि गरिन्छ। बारी मटर बारी मटर घाम नलाग्ने भएको कारण एकदम कम छ। भराया जाउँ आऊ। अब गाइज यो भेस्ट हुड लाउनु पऱ्यो, होइन भनेपछि तल काइल पार्छ। आज सप्राइले क्या पुरै शरीर खतम बनाउँछ। अर्को पहिला एउटा बनायो, ब्लगमा हालेको थियो, ढुङ्गो फोर्न सकिएन। राखी फाल्ने यहाँ राखी फालिदिइनँ, यहाँ डाकी फालिदिएको छु। रेडी भइसकेको छु हुडसुट लगाएर। अब पुरै सप्राई गर्ने तयारी हो। यो गाइज अब चाहिँ हामी चाहिँ आइसकेका छौँ यहाँ पुरै अड्डामा। यही हो हाम्रो अड्डा। यहाँ दुईवटा ड्रम छन्, एउटा ड्रम खाली हुन्छ, एउटा ड्रम हुन्छ। यो एउटा पाइप, यो एउटा पाइप रेडी भइगयो। यो ड्रम भर्दै यो मेसिन, यहीँ दुई पाइप जोड्ने हुन्छ। यहाँ दुईवटा छन्, यो दुईवटा पाइप जोड्यो अनि टक्क यहाँबाट पानी आउँछ। यो माथि ट्याङ्कीबाट यो डेरा नजिकै छ, नजिकै हो। सप्राई चिलमा सप्राई गराइ हुन्छ। अनि नन्दा आऊ छिटो, यो पाइप तानुला दुईजना लागिन, एक्लै सकिँदैन क्या। छिटो आऊ। आज बिहानै उठ्यो, निद लागेको। आज चाहिँ यति धेरै सप्लाई गर्नुपर्ने छ। यहाँ औषधि पुरै के औषधि हुन्, पुरै यहाँ खाल्छ। 4 ठाउँ 4 बाकस रहेछन्, 1 2 3 4, एउटा नसुन्तै हो। पुरै यत्रो औषधि लाग्छ। अझै यति त कहाँ हो क्या, अझै तल छ, यत्रो लाग्छ। यहाँ तेल, पेट्रोल, यसको खाना भोजन, यसको भोजन यहाँ छ। अहिले पछि त्यहाँ हालिदिनुपर्छ। यहाँ बर्बाद भएछन् स्याउ, यसलाई चाहिँ फालिदिनु पऱ्यो होइन। या त अब चाहिँ स्याउ हेर्नु, स्याउ कति दामी छन्। यो हरियो छ, यो के अरे सुप होइन, यो रोयल, यसको नाम चाहिँ रोयल। अनि त्यसको नाम चाहिँ रेड गोल्डन होला सायद, के हो अब त्यो थाहा छैन खासै। रेड गोल्डन नै होला यो, के हो अब तपाईँहरूलाई पनि थाहा होला, कोही कोहीलाई त। त्यति साह्रो चाहिँ थाहा नै होला। उता चाहिँ सब पुरै सुपर हो, उताको सुपर, यताको रोयल। अब चाहिँ यो पाइप बिच्छौँ होइन। यी चाहिँ हाम्रा भाइजी हुन्, यिनी दबाई मिलाउँछन्। मान्छे चाहिँ एकदम गुड छन्, तर भुरो लागेको होइन भाइजी। भुरो, आपका पेट लग गया, बड़ा हो गया। आदमी तो एकदम गुड है आप, आपका पेट बड़ा हो गया। दबाई मिलाउने काम चाहिँ हाम्रो भाइजी गर्छन्। अब चाहिँ गाइज भइसकेको छ सप्राई गर्ने मसिन जोड्ने। जोड्छु मसिन। अब चाहिँ यसलाई जोडेपछि सोध्छु तल स्टार्ट गरेर के हुन्छ। कस्तो मजा खालको रहेछ यार। ओइ यो पानी तारे भेस्ट मात्रै हो। गाइज त्यो टोइलेट देखाऊ, टोइलेट गाइज हाम्रो ढोग्ने ठाउँ। बेसीले गतिलो बनाएन है, यस्तै छ हेरौँ गाइज, यही हो टोइलेट।
बास आइदिन न अरूले खतरा बास सोध्छ फेरि स्यान्टा स्यान्टा सोध्छ उसले भएको बन्द गर्छ यार गएर छु सो गाइस देशी पारामा र त देशी पारामा पुरै सप्लाई गरेँ डपट्टा यहाँ छोडिएन मान्छेहरू नपरा छन् सप्लाई गर्नाले होइन नन्दा अनि पुरै गरेछ क्या प्रगति सप्लाई गरिन्छ झन् गाइस अब चाहिँ आधा भयो 2 बज्यो भन्दा पनि 1:55 भयो 5 मिनट पछि 2 बज्छ 2 बजे पानी छ अरे त्यही भएर अब चाहिँ खानापिना खाएर फेरि हल्का बचा छ अब 2-3 दरम जतिको औषधि त्यसपछि हाल्नुपर्छ थाक्यो गाइस कपाल पुरै अब म त यस्तो गरिकन अब सफा भए हुन्छ अब त सेतो बनाउँछ यो सबैले पुरै यहाँबाट गएको छ आधा भइसक्यो अब आधाभन्दा कम छ बिहान 9 बजी स्टार्ट गरेर 9 निष्ठ भन्यो 2 बजेसम्म हाम्रो भाइ चाहिँ पनि रोटी खान गयो अब चाहिँ हाम्रो सप्लाई सक्यो पाइप फोल्ड गरेर राख्ने हुन्छ पहिला पाइप फोल्ड गर्नु पर्यो अनि त्यसपछि हुन्छ गाइस सो गाइस अब चाहिँ सप्लाई सक्यो फाइनली अब मसिन सबै अब यहाँ प्याक गरिसक्यौँ हामीले भोलि बिहान चाहिँ फेरि स्टार्ट हुन्छ अब चाहिँ नुहाइधुवाइ गर्ने कति बज्यो आज चाहिँ सायद 4:55 सम्म काम गर्यो अनि 2 बजे खाना आएर 3 बजे फेरि गएर 1 घन्टा नन स्टप हान्यो अनि त्यसपछि फेरि अब नुहाइधुवाइ गर्ने अनि फेरि मजाले रेस्ट गर्न थाक्यो टन्नै बधाई गइसकेका छन् खुट्टा सुट्टा धुन लाग्छन् अब आफू पनि जानु पर्यो गाइस हुन्छ ब्लग राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नु होला।